आजको क्लास चाहिँ अलिकति लेटबाट रेकर्ड गर्नलाई याद आयो नरिसाउनु होला है मिनासा गोमेन्दासाई योरोसिको ओनेगाइसिमास है अब यो जुन मोन्दाई はい。ज्यूबाट हामी हेर्छौँ है त्यो मिनासा मोन्दाई ज्यू ओनेगाइसिमास आफ्नो एन्सर कति हो मोन्दाई ज्यूको 3番の先生のやつ。 सानबान चुज गर्नुभयो ओ माई गड यो त मिलाउनु पर्ने भनेर तर यस्तो जानेर होइन सेन्से त्यत्तिकै निबान ओके पढेर बुझेरै निबान गर्नु भएको नि होइन हामीले 2番です。これは大丈夫。 हेर्नु त कस्तो राम्रो वडा छ क्योसेई खान्यु भनेर はい。日本の社会保険制度に関する次の記述のうち適切なものを一つ選びなさい。はい。2番、どうして2番ですかクリスナさん、お願いします。यो शाखा हो होकेन चाहिँ नतिरी हुँदैन भनेर そうそうそう。強制、加入、加入भनेको 加入 तिर्नु, 強制भनेको forcefully नतिरी हुँदैन, जबरजस्ती छ है। どうですって。原則として強制加入である。はい。これ、皆さん分かりましたよね ?10 番。見なくても大丈夫ですよね。大丈夫。では、5番はどうしてダメですか ?5 番、5番。医療保険年金の雇用3密医療保険年金の雇用保険5つあるんですよね。5つあります。 あるじゃないかな5つは、残り2つは何ですか医療保険介護保険と、介護労働災害。労働災害。労働性災害かな。そうですね。労災保険ですね。はい。はい、次いきます。では、11番です。これは皆さん。はい、11番。まず質問読みましょう。はい。質問は、介護保険サービスの利用契約を行う際の指定訪問介護事業者の対応として最も適切なものを一つ選びなさい。はい。そしてこちらは選択肢です。選択肢を読んでから質問を読みます。はい。80歳女性は一人暮らしで近所に買い物に行く以外は自宅でテレビを見て過ごしている。ある日、娘が越さんの自宅を訪問すると、部屋の中がゴミなどで散らかっていた病院を受診したところ、越さんはアルツハイマー型認知症と診断され、要介護1と認定された。心配した娘は、越さんと介護保険サービスの利用について検討し、訪問介護、ホームヘルプサービスを利用することにした。はい。では皆さん、この契約を行う際、介護保険サービスの利用契約を行う際の指定、訪問介護事業者の対応として最も適切なものを一つ選びなさい。はい。では次、皆さん、自分の答えは何番でしょうか5番先生5番と思います。はい、そうですね。はい。正しい答えは5番です。5番は、越さんと娘に重要事項説明書を渡し、越さんर मुसुमेलाई चाहिँ आवश्यक पर्ने डकुमेन्टेसनहरूको एक्सप्लेनेसनको त्यो जुन फाइलहरू चाहिँ होइन डकुमेन्टहरू चाहिँ वातासी दिएर सार्भिस नाइयोटोを説明した後にके कस्तो खालको सर्भिसहरू त्यो भित्र छ हैन के कस्तो सर्भिसहरू गर्ने हो त्यसको चाहिँ एक्सप्लेनेसन गरेपछि
Hさんの同意、Hさんの同意を得て、उनीहरूको चाहिँ के त अग्रिमेन्ट लिएर चाहिँ रियो केयाकुसो हो होरी माजिवासिताこれ何と読みますか？小鳥。マジワウ。こう噛むですよね。子ですか。取り壊した。違う。マジワウですね、マジワウ。そう。鳥マジワウ。マジワウ。エクチェンジगर्नु रियो केयाकुसो हो त्यस पहिला सबैभन्दा सुरुमा चाहिँ के गर्नु पर्यो त आवश्यक डकुमेन्टहरू दियो अनि त्यसपछि सँगसँगै के गर्यो त सर्भिसको नायोहरू एक्सप्लेनेसन गर्यो एक्सप्लेनेसन गरेर उनीहरूबाट अग्रिमेन्ट पायो हुन्छ भनेर होइन अनि त्यसपछि चाहिँ जुन के हुन्छ त केयाको कन्ट्र्याक्ट गर्ने हो नि त है त्यही भएर गोबान ठिक छ अब कसले मिस्टेक गर्नुभयो कति नम्बर चुज गर्नुभयो जिन्दगीमा मिलेको यही होला सुन्छ यो खाताですはいकसको सबैको मिलेको हो 4 नम्बर 4 नम्बर हो त्यही त किन 4 नम्बर रङ भयो त्यो पनि हेर्नु पर्यो नि त अबエツさんと利用契約書を取り、交わした後で、पहिला कन्ट्र्याक्ट गरिसकेपछि चाहिँ内容などを、記載した重要項目説明書と利用契約書を送付し、ごめんなさい、3万個ポンナガイ説明書を渡し、提供するサービスの説明した。पहिला कन्ट्र्याक्ट गरिसकेपछि चाहिँ説明गर्ने हो त होइन नि त हाई त्यही भएर योनबान रङ भयो अरू कसैको मिस्टेक भएको छ अरू कुनै नम्बर चुज गर्नुभएको छ योनबान र गोबान बाहेक 私2番です、先生。2番はい2番のケースと H さんはアルツハイマーに型認知症で理解が困難であると思われたため H さんと仲のいい隣人にサービス内容等を説明して利用契約書を書いてもらった。अब छिमेकीलाई किन ल्याउनु पर्यो यहाँ फेरि契約は。है छिमेकीलाई सुनाएर बस्नु पर्छ त पर्दैन नि त होइन यहाँनिर त के छ त मुसुमेको कुरा यहाँ च्यान्तो आइरहेको जस्तो लागिरहेको छ नि त है यसो उसको फ्यामिली हुँदा हुँदै यो जुन अरू अरू मान्छेलाई ल्याउने काम अलिकति राम्रो होइन नि त है सो अरू कुनै चुज गर्नुभएको छ त्यो बाहेकでは大丈夫ですね。では次進みます。多分ボルのね、上がりボールじゃないクラス。はい。では12番、介護保険制度の要介護認定に関する次の記述のうち正しいものを一つ選びなさい。はい、皆さん、自分の答えを言いましょう。こっちのも通常の声、アファフレ。 2番先生2番。お、2番。すごいですね。合ってますね。合ってた先生よかったよかった。はい。 5番。 5番。OK、OK、OK。はい。अब त्यो भन्दा अरू सबैको मिल्यो भनेर बुझेँ है मैले जसले बोल्नु भएन उहाँहरू सबैको मिल्यो होला 5番、5番先生。 5番OK 5番だった。5番はい12番の答えは2番です、はい、指定供託介護支援事業者は要介護認定の申請手続きの代行ができるはいできますयो अस्ति पनि हामीले हेरेको थियो नि यो介護認定को जुन त्यो के भन्छ सिन्सै गर्नको लागि रियो शासनको खाजोको नहुन पनि सक्छ हैन सो त्यसको खबरमा अरु कसले गर्न सक्छ भनेर पनि हामीले हेरेको थियो जस्तो कि अब यो जुन यहाँनिर नाभिमा हेर्ने हो भने 介護保険制度
介護、83かな。介護制度、新陳認定。85かな、先生。85かな。そう、要介護認定、そうですね。ありがとうございます。どこにあるのかな。そう、申請代行できる。रेड अक्षरमा लेखेको छ है। कसैले मिल्छ भने फोटो खिचेर पठाइदिनु है ग्रुपमा। यो पहिला पनि फोटो त पठाइसकेको छ है, यो टपिक 85ページ。申請代行できる。申請代行भनेको के हो भन्दाखेरि चाहिँ उसको खवारीमा है, त्यहाँनिर हामीले दाइबेन भने जस्तै गरी दाइको भनेको नि उसको खवारीमा गर्नु। दाइको देखिरु कसले गर्न सक्छ भन्दाखेरि त्यहाँ चारवटा दिएको छ है। एउटा के छ त, सितै क्योताको खाएको सिएनजी ग्योस्या। यहाँ पनि एन्सर त्यही नै आएको छ। त्यसै गरी निबानमा चिकी मिचेको गाता खाएको रोजिन फुकुसी सिसेचहरूले गर्न सक्ने भयो। खाएको होकेन सिसेचले गर्न सक्ने भयो। त्यसै गरी चिकी हौखाजु सिएन सेन्ता नादोले गर्न सक्ने भयो है। रियोसा सामको इगाई कुनै पनि के भयो त, सिसेचहरूले पनि गर्न सक्छ। यो वर्डहरू याद गर्नु होला। सिन्से दाइको देखिरु मोनो भनेर। はい。皆さんわかりました？はい、先生。はい、先生、わかりました。はい。ओके। अब गोबान पनि चुज गर्यो भन्दै हुनुहुन्छ होइन जुनिबानमा। जुनिबानको गोबान किन रङ हुन्छ भन्दाखेरि चाहिँ यो खाएको निन्ते नो सिन्सा हान्ते वा सिचुएसन नो इताकुを受けた医療機関が行うभनेर भनिरहेको छ। यो चाहिँ के हो भन्दाखेरि要介護認定はコンピューターにより一次判定結果と特記事項、習字、意見書をもとに介護認定審査会が審査判定、二次判定を行う。यो चाहिँ医療機関ले गर्ने होइन कि介護認定審査会ले चाहिँ गर्छ है। त्यही भएर यो मिलेन। यो काहीको निम्ति गर्नको लागि सबैभन्दा सुरुमा दुईवटा प्रोसेस हुन्छ, दुईवटा रिजल्ट आउनुपर्ने हुन्छ। फर्स्ट रिजल्ट भनेको इचिजी हान्ते हुन्छ, त्यो चाहिँ कम्प्युटरबाट गर्छ। अनि त्यो निस्किसकेपछि चाहिँ त्यो जुन सियुजी इकेन्स्यो भनेको स्पेसल त्यो जुन डक्टरहरू हुनसक्छ होइन, त्योसँग उनीहरूको अन्डरमा भएर खाइको निम्ति सिन्सा खाइले चाहिँ त्यसको जाँचहरू गर्छ अथवा हान्तेहरू गर्छ है। सो इचिजी र निजी छ। इचिजी भनेको कम्प्युटरबाट गर्ने, निजी भनेको चाहिँ डक्टरहरूको अन्डरमा बसेर खाइको निम्ति सिन्सा खाइले चाहिँ गर्छ।はい。はい、皆さん、ここまで大丈夫ですね。はい。はい。त्यहाँ पनि लेखेको छ है, ऊ निजी हान्ते भनेको खाइको निम्ति सिन्सा खाइ भनेर लेखिरहेको छ है। ओके।では次進みますね。はい、次いきます。問題13番。障害者総合支援法における障害者の定義に関する次の記述のうち、問題13番हेर्नु भन्दा अगाडि सबैले आफ्नो टोटल मार्क्स भन्नुभयो?
गोजेन र गो भनिसकेको भनिसकेको सेन्से हिजै भनिसकेको सेन्से ओके 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 एक्चुअली फेरि भनिदिनु त कति 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 आएको थियो च्याटमा गरिदिनु भए पनि जे हुन्छ ओके शोभासँग ओके 60 50 なるほどはははは62 ओके 65 56 57すごいですね。 टप्पै के भएको यस्तो ねキーはさん、40、オッケーオッケーオッケー。はい。63。ओभरअल यो हजुरहरूको यो मार्क्स धेरै राम्रो मार्क्स हो है किनभने यो अब ठ्याक्क सेकेन्ड इयर स्टार्ट भयो होइन यता सेमङ्गाकोहरूको सेकेन्ड सेम स्टार्ट हुने बित्तिकै एउटा टेस्ट लिनुहुन्छ क्या सेन्सियरले यसै गरी मोगी सेकेन्ड लिनुहुन्छ त्यो बेलामा के भन्छ गोखाको 10 भनेर चाहिँ 50 अथवा 55 यस्तो राख्नुहुन्छ क्या 55 जस्तो राख्नुहुन्छ क्या यो फर्स्ट यो जुन सेकेन्ड इयर स्टार्ट बित्तिकै अनि सो हाम्रो अहिले यहाँनिर ओभरअल एभरेजमा 50 कटिरहेको छ सबै हेर्नु त 58 63 57 65 60 मेरो हेर्नु न सेन्से मेरो हेर्नु न त्यो अलिकति नदेखेको क्या मैले देख्दै देखेन क्या त्यो किन ठिक छ बढिहाल्छ नि ओके सो हाम्रो 40 पनि धेरै हो 39 थियो अनि मिस्टेकली 38 भइहालेछ झन् अब एउटा भए तपाईँहरूले पनि पुरा टाइम पनि गर्न भ्याउनु भएको छैन नि त सो त्यति हुँदाखेरि पनि तपाईँहरूको यतिको मार्क्स आउनु भनेको त राम्रो मार्क्स हो नि है अब यसपालिको गोखाको 10 भनेको 74 थियो कति हो 70 होइन र 70 70 मात्र हो 70 मा 70 हो 71 होइन 70 चाहिँ 70 चाहिँ 70 त हो 70 हो 70 अब अरू कति चाहिँ बाँकी रहेछ थोरै त बाँकी रहेछ हेर्नु त तपाईँहरूको है 70 अब अझै हाम्रो टाइम मजाले बाँकी छ सो हामी पास गर्छौँ मजाले पास गर्छौँ तर मेरो खान्जीमा चाहिँ गोल हजुर प्लस अमृता सान यो गोजेनको के सेन्स चाहिँ मैले त्यो खान्जी धेरै बुझ्दै बुझिनँ ठिक छ त्यो नबुझ्दै पनि केही भएन तपाईँहरू खान्जीमा युज टु हुनु पर्यो भन्ने मोक्तेकी हो क्या हाम्रो होइन हजुर त्यसले गर्दा आन्छन् हामी यो जुन फुरिगाना भएको राम्रो त राम्रो हो तर पनि फुरिगाना भएको हेऱ्यो भने आँखा हाम्रो फुरिगाना मात्रै जान्छ होइन त्यो त सेन्स चाहिँ उम्, ठिकै छ अहिले स्टार्टिङ गाह्रो बनाउनै पर्छ कि はい、問題13番、皆さんどうぞお願いします。障害者総合支援法における障害者の定義に関する次の記述のうち正しいものを一つ選びます。だったんだ一番正しい答えは何番ですか一番一番一番。うん。 4番一番先生4番。はははは。はい。問題13番の答えは1番ですね。難病患者等を含む、はい。障害者मा難病患者पनि含むहुन्छ नि है हामीले पढ्यो नि अस्ति नै यो मिस्टेक गर्नुभएको को हुनुहुन्छ भन्नु त म पनि छु सेन्से नाम बाहिर बिमास्ता का नाम बाओ एरा बिमास्ता का
4番です。4番です。統合失調症のあるものは含まないと書いてありますね。統合失調症は精神障害の一つであるため、あ、含まれている。統合失調症のあるものは障害者の定義に含まれる。はい。精神障害분2%障害者前な。統合失調症はね、그지 교精神障害が一つです。だから、含まれます。ってはい。感じなねるおじんじミステイク。OK。歩くね、くね皆さん、歩くね5番と先生。 5番語。18歳未満の障害児を含む。ははははは。へへへへ。 Yun zara tunggu isma. Gusto ay gusto ramro ko isna ay. OK。昨日ついに覚えた、パイロテマティック講師なんだ。障害者総合支援法ですね。で、या हामीले बुझ्नुपर्ने कुरा कहाँ छ भन्दाखेरि चाहिँ 5番18歳未満のものは障害児ですよ。児、障害児、障害児は子供、子供。障害児と定義されてます。障害者の定義には含まれない。マティココシなんだ、障害者ですよ。わかりました。障害者로障害児フォロクソ。はい、皆さんわかりましたよね。はい、先生。わかりました。 हजुर अमृताさん。 त्यस्तो नि रहेछ हैテストに使った。はい。OK。では次進んでもいいですか？はい、はい。先生。お願いします。はい。OK。はい。では、お願いします。問題14番。精神保健福祉法に規定される入院形態の中で、精神保健指定医による診察の結果、入院が必要と判断され、家族等の同意を得て一定期間入院する形態として正しいものを一つ選びなさい。はい、これも大事です、皆さん。正しい答えは2番です。2番と思います。皆さんの答えは2番です。多分2番と思います。皆さんが選んだのは何番ですか3番。1番。2番。 1番、2番。私は2番です。3番。そっちに3番選んだ人いますか？います、先生。いますか。いますよ。はい。OK。5番選んだ人はいません。OK。अब जुन यो न्युइन भनेको चाहिँ के हो भन्दाखेरि हस्पिटलाइज हुनु है। हस्पिटलाइज हुने पनि टाइप्सहरू धेरै छ होइन। नर्मली अब हामी आफैले आफूलाई सोचेर हेर्नु त
हस्पिटलाइज हामी कस्तो कस्तो सिचुएसनमा हुन्छौँ आफ्नो वरिपरिकै कोही मान्छेहरू अचानक एक्सिडेन्ट भयो भने हस्पिटलाइज हुनसक्छ कोही मान्छेहरू चाहिँ नर्मल चेकअप गर्न गयो डक्टरहरूले भन्यो अनि त्यसपछि हस्पिटलाइज गर्न हुनसक्छ है सो थुप्रै टाइप्सहरू छ नि त हस्पिटलाइज हुने पनि अनि अब यहाँनिर यो जुन जुयोङबाममा भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ सेइसिन होकेन फुकुसी होに規定される入院形態の中で、精神保健指定医、精神保健指定医による診察の結果、入院が必要と判断され、अब डक्टरको जुन के भन्छ जाँच गरेको रिजल्ट अनुसार चाहिँ न्युइन हस्पिटलाइज गर्न आवश्यक छ भनेर चाहिँ उसलाई तोक्यो त्यो हुँदाखेरि खाजोको तोनो दोई हुएते खाजोकुसँगको अग्रिमेन्ट चाहिँ लिएर चाहिँ केही समयको लागि इत्तेकी खान न्युइन सुरु केही ताई त्यस्तो खालको खताचीलाई चाहिँ सँग रिलेटेड न्युइन भनेको चाहिँ कुन हो भनेर भनिरहेको छ होइन हाई कोताए वा निबान्डे दाइजौ देश इर्यो होगो न्युइन देश अब यिनीहरू यो जुन 5वटा एन्डर न्युइनको बारेमा आइरहेको छ यसको मिनिङ के हो हामी चाहिँ त्यो चाहिँ अलिकति बुझ्न सजिलो हुने गरेर हेरौँ है त जस्तो कि अब यहाँ नि इ न्यु इन भनिरहेको छ यो नि इ आउने बित्तिकै हामीले अघि नै के भनेको थियो जिउ नि जियु नि। हो नि इ आउने बित्तिकै जियु भनेपछि अब जिबुनले न्यु इन सिताई तो किबो सितेइरु पातान देश ने खरेवा わかりました一番はいはい。はいでは次いきます2番医療保護入院医療保護入院というのは、本人の同意がないが、家族などの同意と医師の判断で入院する。अब honninलाई चाहिँ न्युइन गर्न मन नहुन पनि सक्छ होइन अथवा उनीहरूको चाहिँ हान्दान रोकु उनीहरूको चाहिँ डिसिजन गर्ने क्षमता कम भएको पनि हुनसक्छ है हो अब त्यहाँ विभिन्न कारणहरू हुनसक्छ त्यो त्यही भएर चाहिँ उसले चाहिँ के गरिरहेछ त खाजोको नादोसँग चाहिँ सल्लाह गरेर अनि साथसाथै डक्टर यहाँनिर के भइरहेछ त्यो चाहिँ मेन्टलको डक्टर सेइसिन होकेन सितेइ इ भनेको सेइसिनसँग रिलेटेड डक्टर हो खाजोकु र उनीहरूको सल्लाह अनुसार चाहिँ उनीहरूको हान्दानले चाहिँ न्युइन गर्नु はい皆さん2番わかりましたはい、先生、わかりました。はいで次は措置入院अब यो जुन सोची भन्ने वर्ड तपाईँहरूलाई पहिल्यैदेखि सेचमेट गरिरहेको छ आइरहेको छ भने यो सोची भनेको मिनिङ के हो पहिला पहिला चाहिँ सरकारले गर्ने हाई रश्मि सा म इचिरो ओनेगाइ शिमासु सरकारले गर्ने कुराहरू सोचीमा पर्छ अब कुनै अब आर्थिक अवस्था कमजोर भएर घरमै बसिरहेको कुरालाई चाहिँ अब सरकारले नै लगेर अब न्युइनहरू गराइदिने त्यस्तो होला नि होइन र सेन्से それもそうですね。はい。अब यसमा चाहिँ त्यही नै हो है सरकारै आउँछ यसमा जस्तो कि अब तोदोफुकेनहरूले चाहिँ अर्डर गर्न सक्छ नि त होइन पहिला पहिलाको जुन यो सिसेचहरूमा रियो सेसनहरूलाई चाहिँ कुनै पनि रियो सेसनहरू आफैले छान्न पाउँदैन थियो सरकारबाट नै अथवा तोदोफुकेनहरूबाटै यो मान्छेलाई चाहिँ यो सिसेचुमा जानु यो मान्छे चाहिँ यसमा जानु भनेर तोकिदिन्थ्यो नि त होइन हो त्यो भनेको सोची थियो तर अहिले चाहिँ के छ त रियो सेसनहरू आफैले म यहाँ जाने भनेर चुज गर्न पाउँछ होइन सेन्ताको गर्न पाउँछ केयाको गर्न पाउँछ हो त्यसै गरी सोची न्युइन भनेको पनि अब चाहिँ जुन हन्नी यो सेसन आफैलाई चाहिँ हन्नीलाई चाहिँ आफूलाई अथवा अरूलाई चाहिँ केही न केही एक्टहरू जस्तो चाहिँ अलिकति खतरा गर्न सक्छ उसले होइन त्यस्तो छ भनेर चाहिँ हान्दान गरिदिन्छ भने त्यो बेलामा चाहिँ तोदो फुकेनहरूबाट चाहिँ अर्डर आउँछ कि न्युइन गर्नको लागि है जस्तो कि जिबुन या तानिन ओ किजुत्सुकेरु ओसोरे गा आरु बाई सेइसिन होकेन सितेइ इ फुतारी नो सिन्सा तो तोदोफुकेन चिजी नो हान्दान गा हिचियो अब यसमा याद गर्नु है
यो जुन सोची न्युइनमा चाहिँ डक्टरले मात्रै भनेर पनि भएन होइन, एकजना मात्रै होइन, फेरि त्यो जुन मेन्टल डक्टर पनि दुईजनाको त्यहाँनिर जाँच हुनु पर्यो, दुईजनाले हेर्नु पर्यो, दुईजनाबाट स्वीकृति हुनु पर्यो, आउनु पर्यो। अनि त्यस सँगसँगै तोदौफुकेन चिजीको चाहिँ खानदान आवश्यक पर्छ। हाई अब जस्तो कि कहिलेकाहीँ कस्तो कस्तो मान्छेहरू हुनसक्छ त, पुरै हात हतियार लिएर हिँडिरहेको मान्छेहरू हुनसक्छ होइन, एकदमै प्रष्ट रूपमा उसले एकदमै डरलाग्दो कामहरू गर्न सक्छ होइन। त्यस्तो सिचुएसनहरूमा चाहिँ के भयो त, यो चाहिँ हुँदैन यसरी, उसले आफूलाई पनि चोट पुऱ्याउँछ अथवा अरूलाई पनि चोट पुऱ्याउन सक्छ। त्यो भएपछि उनीहरूलाई चाहिँ जबरजस्ती जबरजस्ती सोच्यो भनेको जबरजस्ती जबरजस्ती न्युइन गराइदिन्छ। हाई मिनासँग को को मा दाइजोですか？ はい、大丈夫です。 हाई दाइजो देस। अब यो जुन योमबाममा के छ भन्दाखेरि किङ्क्यु सोची न्युइन, अब यो पनि सोची न्युइन जस्तै मिल्न आउँछ ओनाजी देश होइन। तर अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अझै इमर्जेन्सी भयो क्या। त्यो भन्दा पनि भन्न खोजेको अघिकोमा दुईजना आवश्यक परेको थियो भन्दाखेरि चाहिँ अब एकदमै आवश्यक भइसक्यो होइन। त्यो भएपछि चाहिँ त्यो बेलामा इसी एकजना मात्रै छ भने त्यो एकजनाकै त्यो जुन जाँचमा पनि केही छ केही समयको लागि, एकजना हुँदाखेरि चाहिँ केही समयको लागि इचिजिते किनी न्युइन सासेहरू। अब जस्तो कि 72 घन्टाभित्रमा चाहिँ एकजनाको इसीको त्यो जुन सिनसाक्षीले पनि गर्न सकिन्छ है। जस्तो कि अब बेलुका बेलुका राति अचानक एकदमै के भन्छ सिचुएसन एकदम अनकन्ट्रोल्ड भयो होइन, एकदमै अब जुन तुरुन्तै उसलाई चाहिँ प्रोटेक्ट गर्नुपर्ने आवश्यक भयो भन्दाखेरि दुईजना डक्टर अचानक नहुन सक्छ, त्यो बेलामा एकैजनाको मात्रै भए पनि गर्नुपर्ने सिचुएसन आउन सक्छ। त्यस्तोलाई चाहिँ के भन्यो त किङ्क्यु सोची न्युइन भनेर भन्यो। हाई अब अर्को छ गोबाङको ओक्यु न्युइन भन्ने चाहिँ। यो ओक्यु न्युइन भनेको चाहिँ के हो भन्दाखेरि अब कति सिचुएसनहरूमा कस्तो हुन्छ भन्दाखेरि त्यो होनिनको खाजोकुहरू को भन्ने पनि थाहा छैन हामीलाई होइन, तर पनि सुगुनी न्युइनमा हिचियो न तोकी चाहिँ यस्तो खालको युज गरिन्छ। जस्तो कि अब त्यसमा पनि होनिन वा क्योही शितेइरु अथवा हान्दान र्योकुगा नाइ। अब खाजोकु न दोइगा थोरेनाइ अर इनाइ, कि त खाजोकुसँगको रेन्डाको पनि छैन अथवा खाजोकुसँगको जुन के भन्छ अग्रिमेन्ट गर्नको लागि खाजोको नै नहुन पनि सक्छ है। त्यस्तो सिचुएसनहरूमा चाहिँ यो युज गरिन्छ है। यसमा पनि त्यही नै के भन्छ, यो जुन डक्टरहरूबाट एकजना डक्टर मात्रै भए पनि निज्यू नानाज्यू निजी खा मादेसी न्युइन खानौ खाजोकुतो रेन्डाकुगा तोरेनाइ केदो आबारेते इरु तामे सुगुनी होगोगा हिचियौ। यो भने चाहिँ ओक्यु न्युइन देस है। 皆さん、わかりましたか？はい、はい、先先生。生。皆さんयो एकदमै इम्पोर्टेन्ट छ है, एकदमै इम्पोर्टेन्ट छ है, यो याद गर्नु है, याद गर्नु है। है ओके। すみません、先生。5番को एकपटक भनिदिनु न, म अलि बिजी गोबानको बेलामा चाहिँ के भयो भन्दाखेरि